फेरि त्यो राख न क्यामेरा राख न त्यहाँ कस्तो तिमी त अति एडिएचडी भएको हो क्या हो भने त घरि सुत्दिन्छौ घरि उठ्दिन्छौ घरि नाच्दिन्छौ अन्सु तिमीलाई हेर्न मन लागिरहेछ क्या बुझेनौ हेर्नु पर्ने भइरहेछ क्या तिमीलाई Nice. He was so cute, okay? अच्छा तिम्रो दाइ त होइन होला यारमा तिमी कति वर्ष गर्लफ्रेन्ड कहाँ देख्यो मेरो गर्लफ्रेन्ड छैन तिमीले कहाँ देख्यो त्यस्तो हावा तिमीले फल्स इन्फर्मेसन हेरिरहेछौ मेरो इन्स्टाग्राम छ हजुर होइन मैले जेभेन स्टोरको जेस मेरो एउटा आफ्नै टपअप सेन्टर छ क्या खालको बुझ्नौ त्यसमा चाहिँ युसी पब्जी डायमन्डहरू चाहिँ टक्क फिफा डायमन्डहरू चाहिँ टक्क व्यवस्था भइरहेछ क्या त्यहाँ बुझ्नौ आई ओन्ली डु बिजनेस क्या कस्तो हौ साँच्ची हौ तिमीले त्यो जोतको देखेको होला तिमीले तिमी कुन ठाउँबाट होला त म जस्तै केमा गर्लफ्रेन्डसँग आउँछ कहाँ कता भन त गर्लफ्रेन्डसँग तर त्यो म होइन म सिङ्गल भएर डेट सिङ्गल क्या बुझ्न म चाहिँ यहाँ बरु गर्लफ्रेन्ड बनाउन आएको अति सिङ्गल भएर चाहिँ म अति नै सिङ्गल भयो क्या बोल्ने साथी पनि छैन हौ बुझेनौ होइन हौ म सिङ्गल छु क्या त्यही भएर बोल्न लागेको थिएँ क्या मम्मीमा हजुर पतायो तर तिमी कहाँबाट हो काठमाडौँको तिमीलाई त म ट्रिनिटी पढ्छ जस्तो लाग्दैछ Sharwin 4 real tip rupees 50. हो नि है Zappa W Ra तिमीलाई Poco कहाँ charge देखेँ लाग्छ बरु लाग्दैछ क्या Marlin बुझ्नौ हो तिमी ट्रिनिटीमा पढ्छौ हो तिम्रो नाम के हो अन्सु तर तिम्रो बोयफ्रेन्ड छ जस्तो लाग्दैछ होइन टिकटकतिर खै जे काहीँ न काहीँ चाहिँ तिमीलाई देखे जस्तो लाग्दैछ क्या तर तिमी सिङ्गल हो कि नै भन्दा त फेरि अति यस्तै फेरि हल्का म्याचिङ हल्का यतिकै चाहिरहेछ क्या मलाई यतिको भाइब्स दिनुपर्ने हुन्छ क्या बुझ्नौ तिमी खै देऊ त हे सिरी No. ल फक ए त एकछिन छ मेरो सिरी मेरो बेबी हो नि सिरी त मेरो गर्लफ्रेन्ड भनेको यो सिरी मात्रै हो क्या बुझ्नौ ट्रिनिटीको भन्ने क्या म जस्तो के छ भने त त्यही त तिमीले देखेको हो क्या भनेको सेकेन्ड पर्सन हो क्या तपाईँ मलाई देखाएको भन्ने साँच्ची फेरि के खै त्यो त तिम्रो इन्स्टा मेरो टिकटक थियो त फेरि हेर्नै पर्यो यार कहीँ भन त के छ यार जाइफुलको बासन नबोले नि हाँसिराख न अन्सु डट श्रेष्ठ एकछिन हेर्दैछु म वेट अ मिनट है हल्का मेरो आइफोन 11 हो कि हल्का ल्याएको हुन्छ है अन्सु डट एसटिएच छैन त अनुसा पो छ त यार ANSU मात्र यो ओ Damn, thick as fuck. Wow, that's my type, man. त्यही त मैले देखेको थिएँ क्या Damn, pretty यार कसम मैले देखेको यार तिमीलाई हो तिम्रो बोयफ्रेन्ड छ जस्तो लाग्दैछ कसम छ एकछिन भन त छैन हौ न किन होतिर भने साँच्ची तिमी कुन ठाउँ बस्छौ म माथि रानीवन बस्छु रानीवन भनेको त कहाँ हो त यार यो त रानीवन त सुनेको त कहाँ 16 फुट होइन कहाँ पो हो यार माथि हो रानीवन भने कहाँ हो रे बनस्थली माथि बनस्थलीबाट माथि होइन तर कसम तिमी कति वर्ष हो त होइन क्या मैले त्यही त लाग्दै थियो क्या देश लाग्दै थियो क्या तिम्रो फेस चाहिँ कहाँ सिमिलर चाहिँ देख्दै थियो क्या मैले किन लागेको तपाईँलाई सिमिलर
होइन त्यही भएर त सोधेको नि तिमी ट्रिनिटीको हो कि होइन त्यही विशेष लाग्यो तिमीलाई भनेर तिमीले चाहिँ मैले चाहिँ बरु तिमीलाई देखेको रहेछु म यता ठ्याक्कै साउथ वेस्ट थाहा छ किन तिमीलाई वनस्थली ए बसुन्धरा सरी थाहा हो त्यहीतिरको अनि तिमीले एक्लै हो हजुर एक्लै हो तिमी अँ रुममा Damn, एक्लै छ son. ड्याम सा रुममै एक्लै छ त्यसमा के ठुलो कुरा र सो आउँछु ल यसो अब जानु पऱ्यो नि त तिम्रो कफी डेट बुझेनौ सो वाज द प्लान हजुर केमा कस्तो के मेरो बाइकमा हौ कस्तो केमा भनेको होइन भन न अन्त सिधै कुरा हो स्ट्रेट हो क्या बुझेनौ कहाँ जाँदा डेट जाऊँ न त भनिरहेको छु त तिमी सिङ्गल मनी सिङ्गल बुझेनौ सो लेट्स गेट इट्स अ म्याच जस्तो हो क्या अच्छा हो अಯ್यो तपाईँलाई कहाँ देखाएको जस्तो लाग्छ तपाईँलाई तिमीले कहीँ देखेको छैन क्या मेरो चेयर किन तल गएर त गइरहेछ माथि चाहिँ आएको छैन क्या ओडेसेको नै मेरो के मिलिरहेको छैन भन न पहिला सुरु जाने कि नै तिमी मेरो बोर्ड आउँदैछ कहाँ जान्छु बोर्ड कहिले सकिन्छ तिम्रो भइसकेपछि वैशाख पछि वैशाख अगाडि यसो भेटौँ न त कफी सफी खालको एकछिन यसो हल्का मात्रै सकिसकेपछि त उल्का रमाइलो हो क्या बुझ्यो त घरमा चाहिँ दिन्छ कि दिँदैन तिमीलाई दिँदैन लास्ट साँच्ची सात तर के छैन दिउँसो मात्रै निस्क्यौँ न त हामी अच्छा हुन्छ कि नै हेरौँ कस्तो हेरौँ तिम्रो बोयफ्रेन्ड छ कि छैन पहिला सुरु बोयफ्रेन्ड छैन भने त हेरौँ भन्नै पर्दैन तिम्रो छैन भएको हुन्छ भनिसक्थ्यो होला तिमीले होइन बोयफ्रेन्ड छ भने चाहिँ अब ठिकै छ यसो सोच्नुपर्छ अब बोयफ्रेन्ड थाहा नपाउला भन्ने कुरा छुट्टै कुरा हो क्या त्यो चाहिँ अच्छा हो एकछिनमै ओभर थिङ्क गर्नुहुन्छ रहेछ होइन तिम्रो लागि तिम्रो फिट चेक हेरौँ न तिमी उठ हाइट एकचोटि हेरौँ न कति छ उठ त म भन्छु कति छ भन्नु न कति कति जस्तो लाग्छ थाहा छैन 5 को छु 5'4" पत्ताएन यार मैले डब्लु छु तर छु उठाउँदै फेरि त्यो राख न क्यामेरा राख न त्यहाँ कस्तो तिमी त अति एडिएचडी भएको हो क्या भने त घरि सुत्दिन्छौ घरि उठिदिन्छौ घरि नाच्दिन्छौ अन्सु तिमीलाई हेर्न मन लागिरहेछ क्या बुझेनौ हेर्नु पर्छ यस्तो भन्नु हजुर यस्तो यस्तो वाला यस्तो भन्नु नाइस कि कस्तो क्युट हो कि अनि अरे कस्तो देखेको अब त म स्योर भइसकेँ अन्सु_ श्रेष्ठ हेर्दैछु म एकछिन स्टक गर्दैछु म एकछिन वेट अ सेकेन्ड राइट डजन्ट इरेज रङ भनेको तिमी हो ल मैले फलो हानेको छु यार कसम सिङ्गल होस् लाग्दैछ अब चाहिँ मलाई कसम मलाई त्यस्तै भाइब्स आइरहेछ तिमी सिङ्गल हो जस्तो ए जुनिनुको होइन अन्सर प्लिज यार भने त वान गाउन डेट विथ मी सोधिरहेछ झन् झन् आई वान मेक यु माइन्ड भनिरहेछ आई वान लभ यु भनिरहेछ त तिमी कस्तो पहिला सुरु तिमी मलाई ग्रिन सिग्नल देऊ न भने पहिला सुरु बोल्नु न बोल्नु तपाईँ कति हो म 21 ए ओके के गरिरहनु भएको छ लाइक म अहिले जस्ट पढिरहेछु खालको बुझ्नौ तिमीलाई तिम्रोमा भिडियो बनाउने इजी हो क्या इजी वर्क बुझ्नौ द्याट्स नट अ बिग डिल क्या बुझ्नौ
के मैले भने होइन मैले लाइक तपाईँलाई गर्लफ्रेन्डसँग हो कि लाइक यस्तै देख्न चाहिँ देखायो क्या तपाईँ छैन गर्लफ्रेन्ड म सिङ्गल डेड एस सिङ्गल हो भनिरहेको छु त अझै त्यही भएर त इन्स्टा मागिरहेको छु टिकटक मागिरहेको छु हेर्नु पऱ्यो तिम्रो हाइट पनि हेर्नु पऱ्यो फेरि भेट्दाखेरि यत्रो फेरि सानो पुड्की रहेछ सानो बच्चा रहेछ भन्दा गिद्दी हुन्छ नि त बुझेनौ 5 हो कि 5 फोर त हेर्नु पऱ्यो क्या एकचोटि उठ्नु पऱ्यो क्या तिमी बुझेनौ तिमी हल्का मोटी छौ फेरि हल्का चब्बी भएपछि फेरि यत्रो पुड्की बच्चा देख्छ क्या केटीहरू न नदेखाउने हाइट नदेख्ने कसम अलराइट सो ठिक छ त आइम फाइन विथ द्याट तर अनि तिमी कस्तो कन्फिडेन्ट है तपाईँ लास्ट कन्फिडेन्ट है आई लाइक दिस कन्फिडेन्स कस्तो कन्फिडेन्स त यस्तो कुरा नगर न तिमी चाहिँ वान बी विथ मी अर नो भनेको स्ट्रेट डाइरेक्ट भइरहेछ क्या बुझेनौ कस्तो भनेको अब लाइक अब भर्खर देखेको छ तपाईँलाई भर्खर भेटौँ न त ल के छ विचार अब मिट्यो भनिरहेछ त यु लुक फाइन मेरो टाइप हो क्या तिमी चाहिँ चब्बी टक्क बुझ्नु टक्क हल्का पिम्पल सिम्पल भएको टक्क मेरो जस्तो हुनु पऱ्यो क्या फेस पनि टक्क मिलेको टक्क Damn, son. Background sound. Listen up. And like, okay, you are cool. I'm cool. So rate me out of 10 this way. Like out of 10. 9.5. Crazy shit, bro. Like I'm fine with that. तिमी त झन् मेरो लागि 10 हो क्या बुझ्नु किनकि यो 0.5 कहाँ गयो भने धेरै ओभर कन्फिडेन्ट हो क्या फेरि ओभर कन्फिडेन्ट इज नट द्याट गुड पानी पनि माइ गॉड सबै भन्नुहुन्छ क्या हो हजुर पानी पनि चपाउँछ तपाईँले हैन चिकन खाइरहेको छु क्या राति पनि चाहिँ यो मान्छ हैन आई लाइक चिकन हो मलाई फ्लेभर्स आई लभ पिङ्क हो क्या फेरि एभ्रिथिङ इज पिङ्क बुझ्नु मेरो ब्याकग्राउन्डदेखि सबै चिज पिङ्क हो क्या आई मिन टु पिङ्क थिङ्स क्या बुझ्नु तपाईँको त्यो अहिले भन्नु त त्यो एप्पल अलिकति एप्पल आई गाट एप्पल पनि लुक त्यो एप्पल मैले त्यो एप्पल नोटिस गरेको थिएँ So I'm single with this bed as well. Like I wanna get you in this bed as well. Guys, no. Was no. So you're not here. हजुर पानी पनि चपाउँछ तपाईँले हैन चिकन खाइरहेको छु क्या राति पनि चाहिँ यो मान्छ हैन आई लाइक चिकन हो मलाई फ्लेभर्स आई लभ पिङ्क हो क्या फेरि एभ्रिथिङ इज पिङ्क बुझ्नु मेरो ब्याकग्राउन्डदेखि सबै चिज पिङ्क हो क्या आई मिन टु पिङ्क थिङ्स क्या बुझ्नु तपाईँको त्यो अहिले भन्नु त त्यो एप्पल अलिकति एप्पल आई गाट एप्पल पनि लुक त्यो एप्पल मैले त्यो एप्पल नोटिस गरेको थिएँ So I'm single with this bed as well. Like I wanna get you in this bed as well. Guys, no. Was no. So you're not here right now, okay? But I'm single in this bed, guys, no. बुझी Yeah. कस्तो भनेको म आफ्नै रियाक्सन क्याप्चर गर्न मन लाग्छ कस्तो क्युट देख्नु भात छ देख्नुहुन्छ Answer, तिमी just भनिरहेछ त if I propose you, like, will you accept me? If I propose you, will you accept me? भनिरहेछ त यसमा चिकन फ्यालेर बोल्नु पर्यो यार पान खानु नखान्छ पान त खान्न सरी त्यो अहिले खाने होइन त्यो रक्सी खायो भने चाहिँ पान खाने हो क्या स्वाद आउँछ क्या बुझ्नौ तिमी रक्सी खान्छ कि नै एक्ज्याक्टली भन न मौसम फेरि लाइक चेन्ज हुन्छ फेरि कहिले गर्मी कहिले जाडो कहिले चिसो खालको तिम्रो लागि मौसम जस्तो भने त्यस्तै खालको बुझ्नौ मलाई कस्तो मनपर्छ कि भिडियो एडिटवाला झन् ब्रो अन्सु लाइक मलाई भनिरहेछ के भन्छु तिमी के एन्सर गरिरहेछौ क्या ब्रो अच्छा
अच्छा If I propose you, will you accept me? भनिरहेछु त क्या बुझेनौ Will you accept me? Like Ansu. भन न पहिला सुरु हो यो वान साइडेड लभ भयो क्या बुझेनौ मैले मात्र तिमीलाई मन पराएँ क्या होइन होला हो यो मेरो ब्लस के अब त खै अब चाहिँ सोच्ने विचारमा बनाइदियो है अब Okay. Damn, son. के सोच्दैछौ लाइक तपाईँ के गर्नुहुन्छ अब अब लाइक अब तिमीसँग बोल्छु तिमी मेरो भयो भने म सुत्न जान्छु तिमी मेरो भएन भने फेरि आई निड टु फाइन्ड अ न्यू वान किनकि आई एम बिन सिङ्गल सिन्स 3 years बुझेनौ सो आई निड टु फाइन्ड वान सम लोयल सेड सो त्यही भएर अब चाहिँ अब टक्क व्यवस्था हाल्नुपर्ने चाहिँ नभए आई निड टु गो अन टाइप सेड या मैले चाहिँ आई वान्ट टु फाइन्ड लभ हियर क्या बुझेनौ मेमा तर खै कोही पनि राम्रो मेरो टाइपको कोही भेटेन क्या तिमी जस्तो राम्रो कोही पनि छैन क्या बुझेनौ होला हो नै हो कस्तो होला एक्ज्याक्टली हो त्यही भएर चाहिँ हो क्या पता है तिमी बोर्ड आउँदैछ तिमी एक्जाममा फेल होला नि फेरि मसँग फेरि मस्केर फेरि हेरे यस्तो लभ सब एभ्रिथिङ इज फेरि तिम्रो चक्करमा फेरि जाला नि तिम्रो जिन्दगी तिमी रातभरि सुत्न सकेन भने फेरि तिमी पढ्दाखेरि बुक्समा पनि फेरि यस्तो बुक्स खोल्दा फेरि पनि मेरै अनुहार देख्न थाल्यो भने फेरि त्यो हल्का केही न केही तल माथि भयो भने गिद्दी हुँदैन फेरि त्यही एक्ज्याक्टली हुन्छ त्यही भएर गाह्रो हुन्छ क्या सिधै यस नो भने बुझेन यस हो भने लाइक आई डोन्ट डिस्टर्ब यु तिमी ब्रोडसोड सकाएर भेटौँला होइन अब नो भने ठिकै छ आई निड टु फाइन्ड अ न्यू लोयल वान खालको मेरो लागि कस्तो सोच्न लाइक बात थियो सोच्नै पऱ्यो नि हौ डिसिजन चाहिएन भर्खरको डिसिजन गर्छौ कहिले गर्नु पर्यो तिम्रो रिप्लाई केमा आउँछ भनेपछि इन्स्टामा आउँछ कहिले कति टाइममा कस्तो कति टाइममा लाइक वी हेभ टु टक हैन कस्तो भिडियो कलमा एभ्रिथिङ इज पोसिबल फर यु या यति दादा कस्तो राम्रो क्या अन्सु तिमी कस्तो कुरा घुमाएको कि तिमी कमाउन हौ छिटो न अन्सु के गरौँ म रिप्लाई गर्छु रिप्लाई गर्छु तिमी के भनेर गर्छ त तिमी मलाई हाइट हेर्दा मलाई क्या भन्छु बुझ न यार कस्तो नबुझेको त्यही एक ठाउँमा क्यामेरा अडाउन यत्रो गऱ्यो तिमी लागि झन् तिमी मलाई देखाउँदैनौ हाइट एउटा मेरो लागि त्यति पनि गर्न सक्दैनौ तिमी एक ठाउँमा क्यामेरा अडाउ अनि त उठ त सरी उठ त किन राखिसक्यो उठ न अब त्यहाँ उठ त किन उठ्ने होइन हाइट हेर्छु क्या होइन म यहाँ कपाल मिलाउनलाई हो हे न तिमी पढ्न छ यार प्लिज पढ्छु कहिले के हो त्यो चिट हो त त्यो पुरै चिट लेखेर राख्यो के लग्छ क्या चिट सिट चिट त यसरी बनाउने रे ओ हे ना टु रिस्की ब्रो टु रिस्की च्याट ड्याम सन नो रिस्की म जहिले लास्ट बेन्चमा पढिरहेको छु पनि नो रिस्की एबाट त फर्स्टमा आउँछ द्या लास्ट बेन्चमा हो म यो चिल तर अनि सबै कुरा साइडमा क्या अन्सु यु वान्ट डेट मी अर नो यस अर नो स्किप अर नेक्स्ट स्किप अर नेक्स्ट अर स्टप बुझ्नौ तिमी कुन म्यानेजमेन्ट हो कि फ्याकल्टी कुन हो तिम्रो साइन्स अर म्यानेजमेन्ट कुन कम्प्युटर साइन्स अर के हुन्छ त्यसमा बिजनेस कम्प्युटर साइन्स
भर्खर यत्रो चिटमा देखाएको थिएन कम्प्युटर साइन्सको भनेर I got you. Also, please, I want to save your life. You feel me? I want to save you. I want to save your life. बुझ्नौ? स्पाइडरम्यान हो क्या हो सेभ तिम्रो लागि त स्पाइडरम्यान ब्याटम्यान सबै हो बुझ्नौ? तिमी भन न भनेको यार अब नेक्स्ट स्टप अर कम अन हौ रिजेक्ट भयो भने म जान्छु अब इफ यु डोन्ट वान्ट मी आई निड टु गो फाइन्ड अ बेटर वान अब या बेटर वान तिमी भन्दा पनि बेटर वान अब इफ यु डोन्ट अब म यहीँ अड्किनु पऱ्यो नि त बुझ्नौ यो फेमी अच्छा फाइन बेटर वान तर अहिलेको लागि चाहिँ म अलिक पढ्दिनँ क्या यस्तो कुराहरूमा इट्स नट रिजेक्टेड तर काइन्ड अफ कस्तो हार्ट ब्रेक हुँदैछ मेरो अनि कस्तो हुने भर्खर त बोलेको छ अझै मजाले बोल्नु हुन्छ युवाना Smash. We have to talk a lot. A lot कति days धेरै कति धेरै हो मतलब यसरी भेटेर मात्रै हो क्या फेरि बोलचाल हुन्छ क्या बुझ्नौ सो इन्टु मी होइन खालको नभेटे त थाहा हुँदैन कस्तो छ कस्तो हुन्छ बुझ्नौ मलाई फेरि बडी काउन्ट म्याटर गर्छ कि फेरि मलाई बुझ्नौ द्याट्स द थिङ हजुर No, chill, Zeven, what the fuck? अनि अन्सु सुन न देखियो 0.5 किन नदिएको you have overconfidence I'm sorry I almost fucked up I'm sorry यार अनि सुजन चिन्छ तिमीले सुजन को सुजन अब कतिवटा सुजन छ तिम्रो ल कहाँ छ त मेरो तपाईँ हो होइन यार को सुजन तिम्रो एक्सको नाम के हो एक्सको नाम छ कतिको माया गर्यो उसले हजुर कतिको माया गर्यो उसले धेरै कम ए भनेपछि सेटिस्फाई गरेन शार्प कस्तो सेटिस्फाइड गरेन हो र मायामा चाहिँ तिम्रो चित्त बुझाएन त्यो अहिले होइन अब मायामा अब धेरै उयो हुन्छ त लभ एक्सप्रेस गर्ने एकजना हजुर मायामा धेरै कुरा हुन्छ लाइक युनिग्लोब को कोही चिन्छ कि तिमीले हजुर युनिग्लोब को कोही चिन्छ कि तिमीले को चिन्छ साथीहरू चिन्छु हो मैले एक्स पनि त्यहीको हो होइन ए लाइक मेरो गर्ल्सहरू हो के धेरै तर यार म निस्किनु पर्यो यार हुन्छ तिमीले मलाई अब सिधै स्ट्रेट नो भनिसक्यो होइन सो आई डोन्ट वान बी विथ यु खालको अहिले राइट नाउ भनिसकेपछि आइ एम लाइक फिलिङ हर्ट राइट नाउ बुझ्न चित्त दुखिरहेछ मेरो तर केही छैन आम फाइन अ बेटर वान ओके अलराइट बाई यार हुन्छ श्रेष्ठ टेक केयर गुड नाइट पिस आउट ओ मैले कति धेरै स्किप हाने यार ओइ सिट मेरो स्किप धेरै भयो अब मैले बिर्सेँ त्यो फर्स्ट वान त ओ माय गॉड Damn, son. प्लिज डोन्ट क्राई अन्त मेरो आँसु झर्न मात्रै बाँकी छ यार अन्त म निस्केको अब साँच्चै यार तिमीलाई चित्त दुखायो यार अन्सु Alright, bye, good night. Let's go, boys! Almost there!